यहाँबाट चाहिँ देख्दो रहेछ दामी देख्छ कि भ्यू चाहिँ कुद्यो अलि कुद्यो 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 ल सो आज चाहिँ हामी के छ हालखबर हामी चाहिँ ग्याम्बे डाँडा बसेको धेरै भयो कि तर हामीले चाहिँ यो ठाउँमाथि चाहिँ हामी गएको थिएन सो आज चाहिँ हामी एकचोटि एक्सप्लोर गरौँ भनेर हिँडिरहेको थियो अब हेरौँ न के हुँदो रहेछ पहिला माथि जाउँ त्यसपछि सबै कुरा देखाउनेवाला छु अहिले चाहिँ केही पनि थाहा छैन हामीलाई अलिकति मेरो भाइ के छ सो ल भाइहरू पनि आउँदैछ यो कन्ट्याक्ट गरौँ कि डाँडा त हो नि जिम्बा कस्तो फ्यान के खान्छ अहिले तपाईले भेट्छ कस्तो फ्यान तपाईको रोल्टी भेट्छ रोनाल्डो फ्यान होइन त ओ रोनाल्डो चलो फ्यान नेमारको फ्यान रे ल जसले हान्छ उसको फ्यान अब म चाहिँ हामी चाहिँ आज भ्लग चाहिँ एडिट गर्दैनौँ जस्तो छ त्यस्तै हालिदिन्छौँ क्या हालिदिन्छु हेर्नु होला राम्रो है कमेन्ट गरिदिनु होला फेरि दाइ भाइ कमेन्ट गर्यो भने रोल्टी पर्यो भनेर कमेन्ट गर्नु के हो पछाडि कसले रोनाल्डोलाई होइन ल यसो ट्यापेको अहिले मजाले बोल्नु इन्ट्री मात्रै भयो कि त्यो बाँकी उसको देखाउनुलाई तला मान्छेहरू आउँदैछ तँ कस्तो देख ओ जिम्बा ओइ कस्तो भइरहेछ एकदम रमाइलो भने कति फर्स्ट टाइम छ है हामी यो बाटो फर्स्ट टाइम हो नि तर पुग्ने चाहिँ कहाँ थाहा छैन सल्लाह देखेर यत्रो त्यो गराउँछ नि कस्तो है त्यो नेचुरल कि सबै कुद्यो अलि कुद्यो ल ल ल ल ल ज्यान मार्ला है सामने ल आउँदैछ ल आराम गर्ने पखाउन एकछिन यस्तो गरेर राम्रोसँग हेरेर हिँड जुगोको गाडी हो यो अन्त खासै पानी परेको छैन कि ओ है थाकिसक्यो ल मान्छे त कालो हुन्छ यहाँ त ल हामी चाहिँ यहाँ आइपुगेको आज चाहिँ घुम्नुपर्छ भन्ने आएको अघि हाम्रो डाँडा बसेको पनि धेरै भयो नि त माथितिर डाँडातिर चाहिँ हामी गएको थिएन आज चाहिँ त्यो रानीकोट जानुपर्छ भनेर आएको तर यस्तो तर यस्तो रेलिङ बनाएर चाहिँ ठाउँ चाहिँ राम्रो छ आउँदैछ उनीहरू आयो 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 कुद्यो ल हावा त कुदेको यार किनीहरूको हिम्मत र जोस आएको चाहिँ छ एकदमै बेस्ट सो ल अब तलतिर जाउँ ओ उनीहरू कहाँ गएको माथि गएको छ उनीहरू त तर यही ठाउँ हो यसरी घुम्ने मात्रै हो के छ नि त नि टक्क लगाएर केटाहरू हिँड्दा छ कि मजा तर पाउनु चाहिँ केही देख्नु भएको छैन कति लाग्यो जुका दुईवटा लाग्यो तर मलाई चाहिँ लागेको थिएन लाग्यो तर टोक्नु पाएन मलाई पनि काल मैले त मोचाले सिफ्टी गरेको आले टोक्यो है आलेलाई छैन ल जुवा पनि छ हजुर यो रानी पनि कता हो रानीकोट होला यता हेर्नु त ल जुत्ता छ रानीकोट भन्ने ठाउँमा आएको छ हामी चाहिँ पानी धेरै प्यास लाग्यो हामीलाई पानी छ त दुईवटा माग्नु न सब तिमी नै हो के हो तिम्रो नाम प्रकाश तामाङ कुन तामाङ बाबु कुन तामाङ भले दाजु रहेछ आली पर्दो रहेछ
तामाङ कुरा आउँछ टिक मलाई खबर कान्छाजी कति घन्टा के देख्नलाई मकैको बिरुवा ठाउँ चाहिँ दामी छ है उता गेमहरू खेल्दा रहेछ आइपुगेकै छ ल सोचेको जस्तो चाहिँ भएन तर जानु पर्ला अब सो रानीकोटदेखि चाहिँ यस्तो भ्यू देख्दो रहेछ भ्यू पोइन्ट चाहिँ छैन रहेछ तर यहाँदेखि देखिने रहेछ सबै लोकल के हाम्रै गाउँ जस्तो के उयो आरो होइन फुल के यो फुललाई छोयो भने 300 रे टिप्यो भने चाहिँ 1000 भनेको छ